हेलो साथीहरू, नमस्कार। सन्चै हुनुहुन्छ? आज चाहिँ मैले मिनी ब्लग लिएर आएको छु। आशा छ मन पराइदिनुहुन्छ भनेर। बिहान उठेपछि चाहिँ मेरो थाइरोइडको औषधि खाएपछि दिन सुरु हुन्छ। अनि बेबीलाई पानी दियो 1 बोतल। अनि त्यसपछि गएर लिटीमाम पकाएँ। लिटीमाम पकाएर छोरालाई खुवाइदिइसकेपछि चाहिँ किचनमा बुबु उमाले। बुबु बुलुक 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 उमालिसकेपछि अनि त्यसपछि त चिया नखाइ त भएन। चिया चाहिँ खानैपर्छ है साथीहरू। मलाई चाहिँ चिया नखाइकन मेरो दिनै सुरु हुँदैन, भएको छैन जस्तो लाग्छ क्या। अमृत बुटी जे खाए पनि चिया नखाइ चाहिँ केही हुनेवाला छैन। अनि चिया बुबुमा अलिकति के अरे पानी हालेँ। अनि त्यसपछि गएर चिनी, चियापत्ती, मरमसलाहरू हालेर एकछिन बुलुक 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 उमालेँ। अनि चिया उमालेपछि चिया रेडी भयो। अनि त्यसपछि चिया खानुभन्दा अगाडि 1 गिलास पानी खाएँ। पानी चाहिँ खानुपर्छ है गाइज। अनि पानी खाइसकेपछि चिया खाँदै अनि आलु उसिनिदिएँ मैले। आलु बसाइसकेपछि चाहिँ आलु उसिन्न बसाइदिएँ। अनि आज चाहिँ म र मेरो छोरो मात्रै हौँ कि घरमा। अनि छोरो के गर्दै रहेछ भनेर अनि हेरेर आएँ भित्र। अनि फेरि आलु खनाएर चाहिँ अनि मैले चाहिँ कर्कलोको गाबा चाहिँ सिटी लगाउन बसाइदिएँ। अनि आज चाहिँ मलाई आलु साँधेको आलु खान मन लाग्छ क्या। त्यो पूजा एन्जेल दिदीको जस्तै बनाउन खोजेको कि मैले। त्यही भएर अनि अदुवा लसुन चाहिँ मेरो घरकै हो। त्यो बारीमा गएर अदुवा लिएर आएँ। अनि त्यसपछि गएर त्यो तेल हालेर अनि झान्न लाग्यो क्या साथीहरू। अनि यसो 5 फुरन पड्काएँ। अनि छोरोलाई हेर्दै यता काम गर्दै गर्दा आधा दिमाग छोरातिर, आधा चाहिँ किचनतिर। अनि यता र उता गरेर काम गर्दाखेरि पनि मेरो दिमाग चाहिँ सत्य नै छ क्या अहिलेसम्म गाइज। अनि त्यसपछि गएर गाबा झाने कि मैले। अनि के गरी झाने हेर्नु होला है गाइज। अनि त्यसपछि गएर फेरि प्यान बसालेर अनि त्यसपछि गएर आलु झान्न थालेँ। अनि 5 फुरन पड्काएर खुर्सानी पड्काएँ। अनि त्यसपछि गएर लसुन हालेँ, अदुवा र लसुनको पेस्ट। अनि त्यही बेसार पनि हालेर अनि त्यसपछि गएर अनि आलु झान्न थालेँ। अनि आलुमा नुनहरू हाल्दै अनि त्यसपछि गएर त्यो तेलमै हालेँ त्यो बेसार अनि हालेँ। अनि त्यसपछि अलि तेल थोर भएछ क्या, थोरै थियो। फेरि म एकजनालाई बनाएको हो, त्यस्तो थोरै त ठिकै भयो तेल। अनि त्यसपछि गएर आलस, अनि त्यसपछि गएर जिरा अनि धनियाँ सबैको धुलो बनाएर राखेको थिएँ कि मैले। अनि त्यो हालेर मजाले मोलेँ। अनि मसँग अर्को मसलाको धुलो पनि थियो, त्यो पनि हालेर मोलेँ। अनि रेडी भयो। अनि माम खान थालेँ, माम पस्किएँ। अनि त्यसपछि गाबा हालेको, अनि त्यसपछि आलु अनि दही अलिकता गरेर खान थालेको साथीहरू। त्यो गाबा चाहिँ सोचे जस्तो मिठै भएन छ। अनि मुखैको